यो इतिहास रच्ने बेला हो। नेपालले यो देशले आजसम्म यस्तो इतिहास लेखेको थिएन। त्यो इतिहास आज अबबाट यहाँबाट तपाईँहरू लेख्न सुरु गर्नुपर्नेछ। त्यसको सुरुवात आज भएको छ। 21 गते समापन हुन्छ। 21 गते हामी समापन गर्नेछौँ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो चुनावी भाषण होइन, चुनावी कार्यक्रम होइन। चुनाव बारे म आज केही भन्न पर्दैन, किनकि गुल्मीले अब के गर्छ भन्ने कुरा यो मानव सागरले देखाइसकेको छ। गुल्मीले आफ्नो कुरा बताइसकेको छ। अब गर्ने काम हामीले गर्ने हो। हामी तयार भएर बसेका छौँ र त्यसका लागि यस पटक संसदमा हामीले जादु गर्नुपर्नेछ। जादु त्यसका लागि तपाईँले मतपत्रमा, त्यो जादु त्यतिखेर मात्र सम्भव हुन्छ जब तपाईँले मतपत्रमा जादु गर्नुहुनेछ। यस पटक देशमा जे हुनेछ त्यो मतदान होइन, निर्वाचन होइन, क्रान्ति हुनेछ। त्यो क्रान्ति मत क्रान्ति हुनेछ। सागर ढकाल एउटा सामान्य अभियन्ता युवा मात्र होइन। सागर ढकाल विद्रोहको त्यो आवाज हो जसले यसभन्दा अगाडिको निर्वाचनमा एउटा किल्ला भत्काउनको निमित्त पहाडमा पुगेको थियो, डडेलधुरामा पुगेको थियो। यो माटोले जन्माएको एउटा सपुत हो सागर ढकाल, जसले यो देशमा राजनीति परिवर्तन हुनुपर्छ, पुस्तान्तरण हुनुपर्छ भनेर अर्ग्यानिक मत ल्याउनको लागि विद्रोह गर्न लड्न पुग्यो बिहाबाट धेरै टाढा। गत चुनावमा आफ्नै आमाको काखमा बसेर यही चुनाव लडेको भए पनि एउटा सांसद बन्न सागरलाई केही गाह्रो थिएन। तर उसले एउटा सांसद बन्ने कुरालाई ध्यान दिएन, उसले क्रान्तिलाई ध्यान दियो। त्यस कारणले त्यो क्रान्तिलाई यसपटक संसद भवनमा लिएर जाने हो, सँगै लिएर जाने हो, तपाईँको मतबाट लिएर जाने हो। अर्को यस्तो सहयोगता सहयात्री साथी जसले 30 वर्ष सुशासनको एजेन्डा चलाएर जागिरे जीवन बितायो। एउटा मान्छेले कहीँ प्रश्न गर्न सकेन। तस्करहरू कामे, भ्रष्टाचारीहरूको मुटु कानो, तर उसको कहिले पनि आफ्नो इमान डगमगाएन। त्यस्तो व्यक्तिलाई 3 दशक सेवा गरेर आएको इमान्दार व्यक्तिलाई गुल्मीले फेरि संसद लिएर जानुपर्नेछ। गुल्मीपन्थी त्यो नाम हो जसको इमान्दारिता आफ्नो 30 वर्ष देखाएको छ। म चोकमा उभिएर यति भन्न सक्छु, यी साथीहरूलाई संसदमा सँगै पठाउनुहोस्, यिनको इमानको जिम्मा म लिन सक्छु, म त्यति भन्न सक्छु। अर्को मैले भन्नै पर्नेछ, यदि यी साथीहरूबाट तपाईँबाट प्राप्त गरेको मतमा बेइमान गरेछन् भने यही चोकमा ल्याएर बुझाउने बाचा पनि म तपाईँहरूलाई गर्न चाहन्छु। तपाईँको जिम्मा आज यहाँ उठेर एउटा कुरा भन्नै पर्नेछ। तपाईँहरूको एउटा बुहारी प्रतिभा रावललाई तपाईँले पठाइदिएर गुण लगाउनु भएको छ नेतृत्व जोगाउनुको निमित्त। विशेष गरी मलाई सुरुदेखि आजसम्म प्रत्येक मुद्दा, मामिला, राजनीतिक विषय होस्, जुनसुकै विषय होस्, हर विषयमा खडा भएर अडिग भएर सघाएकी प्रतिभा। म जेलमा त परेँ, तर बाहिर बसेर पनि जेलमै बसे जसरी सघाएर नेतृत्व जोगाउने त्यो गुण प्रतिभा रावलले लगाएकी छन्। जसको यो घर हो, जसको यो ठाउँ हो। म तपाईँहरूलाई यहाँकी बुहारी प्रतिभा यहीबाट सम्झाउन चाहन्छु। प्रतिभा रावललाई जसको साथ र सहयोगले म आज यहाँ उभिन सकेको छु। मलाई कहाँ के गरिन्थ्यो थाहा छैन, म जिउँदो छु। त्यसमा धेरै ठुलो योगदान यहीँकी बुहारी प्रतिभा रावलको छ, जो हाम्रो समानुपातिक उम्मेदवार पनि हुनुहुन्छ। म यही चोकमा उभिएर प्रतिभालाई त्यही भन्न चाहन्छु, प्रतिभाको निरन्तर साथलाई हुनेछ भन्ने कुरा मैले विश्वास लिएको छु। त्यो सँगसँगै अर्को युवा उम्मेदवार पनि यहाँबाट हुनुहुन्छ, श्रद्धा कुँवर, जसलाई हामीले समानुपातिक उम्मेदवारका रूपमा लिएर आएका छौँ। राजनीतिक चेतनामा अब्बल श्रद्धा कुँवरको उपस्थितिले यसपटकको संसद हल्लिनेछ, गुम्निनेछ। म यहाँहरूलाई यति भन्न गइरहेको छु। अर्को पटक चुनावी सभामा फेरि पनि भेट हुनेछ। तबसम्मको लागि यो माया, यो स्नेह, यो साथलाई धेरै धेरै बधाई र धन्यवाद, अग्रिम बधाई दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। तपाईँ हाम्रो भेटघाट फेरि पनि हुनेछ। आजको कुरा यो तपाईँहरूले कतिले सुन्न पाउनुभयो, पर रहनुभयो, कतिले सुन्न पाउनु भएन थाहा छैन। हामीले बोलेको आवाज सुनियो कि सुनिएन, बुझियो कि बुझिएन थाहा छैन, तर तपाईँले हालेको भोट संसारले थाहा पाउनुपर्छ, संसारले देख्नुपर्छ। सबैभन्दा शक्तिशाली आवाज मतपत्रमा तपाईँले घन्टीमा हाल्नु भएको आवाज हो। यो आवाज अब पोलमा, छिमेकमा मात्र होइन, यसपटक मतपत्रमा घन्टी बज्नेछ।
हस् मैले यति भन्दै यहाँहरूबाट बिदा चाहन्छु अरू ठाउँमा पनि पुग्ने कोसिस गर्नेछु सबको जय होस् जय देश जय घन्टी एउटा कुरा अन्तिम एउटा कुरा पुराना राजनीतिक दलहरूले आज तपाईँहरू यहाँ गएको थाहा पाएर हेत्तेरी तपाईँ घन्टी कार्यक्रम जानु गएको भनेर भर्खर फोन गर्छन् तपाईँलाई उनले के भन्छन् भने तपाईँ त हामीसँगै बस्नुपर्छ 30 वर्ष पुरानो भन्छन् तपाईँलाई नभने तपाईँका अभिभावकलाई भन्नेछन् उहाँहरूलाई तपाईँले भन्ने एउटा सिम्पल कुरा छ म त तपाईँकै मान्छे हो भन्नुहोस् म तपाईँकै मान्छे हो भन्नुहोस् अहिले पैसा दिन्छ भने लिइदिनुहोस् तर भोट चाहिँ घन्टीमा सबैको जय होस् जय देश जय घन्टी